एउटा सानो सटरमा देखेको सपना, जसलाई 41 वर्षसम्म रगत र पसिनाले सिचेर एउटा विशाल साम्राज्य बनाइयो। त्यो सपना केवल मीन बहादुर गुरुङको थिएन, त्यो हजारौं कर्मचारीको भरोसा थियो, लाखौं नेपालीको विश्वास थियो। तर एकै रातमा आक्रोशको आगोले त्यो सपनालाई खरानीमा परिणत गरिदियो। जलेका ती भवनहरू केवल इँटा र सिमेन्टका संरचना थिएनन्, ती हजारौं परिवारको रोजीरोटी र एक उद्यमीको जीवनभरको कमाई थियो। जब चारैतिरबाट आगोको लपका र धुवाँको मुस्लो उठिरहेको थियो, एउटा बाबु जस्तै उनलाई आफ्ना हजारौं कर्मचारीको सुरक्षाको चिन्ता थियो, र भाग्यवश सबै सुरक्षित रहे। आज त्यही खरानीको थुप्रोमा उभिएर भाँचिएको मन तर अटुट साहसका साथ उनी भन्छन्, उनीहरूले मेरो पसल जलाए, मेरो मुटु जलाए, तर मेरो हिम्मत जलाउन सकेनन्। म यही खरानीबाट उठ्नेछु र पहिले भन्दा अझ बलियो भएर देखाउनेछु। यो केवल भाटभटेनीको पुनर्निर्माणको कथा होइन, यो एक सच्चा नेपालीको कहिल्यै नहार्ने आत्मबल र अदम्य साहसको पुनरुत्थानको कथा हो।